गया हो गया। चल रहा है पिज्जा यसरी बनाउँदै पिज्जा डो फ्रेश पिज्जा डो हाम्रोतिर यसरी बन्छ हैन। यो बिना प्लास्टिक पनि बनाउन सकिन्छ तर अलिकति हाइजेनिक अहिले चाहिँ अर्डर छैन हैन। यसरी घुमाएर पनि बनाउन सकिन्छ। यो नर्मल डो भयो। र यसको लागि ट्रेको आवश्यक पर्छ। ट्रेमा हल्का बटर नटासियोस् भनेर हैन यसरी पिज्जा निकाल्ने ट्रेमा यसरी राख्ने यसलाई गोलाइ बराबरको अनि बिट दिन जरुरी छ। बिट चाहियो नि त पिज्जाको त बिट हुनु पर्यो। बिना बिटको पिज्जा त रोटी हुन्छ फेरि हैन। पिज्जा हो रोटी होइन। हेर्दै जानुहोस् कस्तो बन्छ हैन। प्रतिक्रिया पक्कै दिनुहुन्छ। खाली म डो बनाउँदैछु। यसरी बनाएर राखेको डो चाहिँ तपाईँको 3 दिनसम्म चिल्लरमा राखेर चलाउन सकिन्छ। यसरी यो बिट बनाइन्छ हामीले है। यो बिट जब पिज्जा चाहिँ रेडी हुन्छ रोलर लगाएपछि चाहिँ टाँसिँदैन पिज्जा हैन। यो पिज्जा ओभनमा जान्छ।